ल माइला बालाई जमुना आएको थिए भनिदिनुहोस् है। अहिले म जान्छु। नमस्ते। होइन किन हतार गर्नु भएको? चिया खाइवरी जानुभयो भइहाल्छ नि। होइन मलाई हतारै छ। पछि माइला बाला भेट्न फेरि आइहाल्नुपर्छ। त्यतिखेरै खाउँला नि चिया। हस् त म जान्छु। अनि मन्दिरा छोरी कस्तो लाग्यो त हाम्रो गाउँ? एकदम रमाइलो। कम से कम 2 दिन भए पनि आनन्दको सास फेर्न पाइयो। होइन के भनेको नानी? उतातिर सास पनि राम्ररी फेर्न पाइँदैन कि क्या हो? किन हाँस्छ यो फेरि? ल आमा तपाईको कुरा सुनेर नि मैले त्यस्तो अचम्म लाग्दो हाँस उठ्ने कुरा के चाहिँ गरेर? आमा पनि सासै फेर्न नपाएकी भए यतिन्जेल बात थियो त यो मन्दिरा। नकरा त्यसै उडाउँछ मलाई। उतातिर चाहिँ किन आनन्दले सास फेर्न नपाइदो रहेछ भनेर पो सोधेकी त मैले। इनफ्याक्ट उता इन्भाइरोमेन्ट राम्रो छैन कि आमा। एकछिन नानी, यो इन्भारो कि के रे नानी? हाम्री आमा र यो मन्दिराको कुरा पो रमाइलो हुने भो त। यो मन्दिरा अंग्रेजी नमिसाई बोल्नै नजान्ने, हाम्री आमा ठेट नेपाली नभई बुझ्दै नबुझ्ने। त्यति बुझ्दै नबुझ्ने चाहिँ होइन के म। अब यो शब्द चाहिँ अलि सुनेको थिएन र पो सोधेकी। हो त हाम्रो आमा अंग्रेजी बुझ्दै नबुझ्ने हो र ताल परे अंग्रेजीमै हाँस्दिनुहुन्छ। अंग्रेजीमा हाँस्ने रे? कसरी? ल सुन। ए बाबु तेरी आमा फेरि नजिस्का। अहिले त फेरि ऊ अंग्रेजीमै रुन थाल्ली नि। ल रुने पनि अंग्रेजीमै? कसरी? द ग्वा इज द ग्वा गरेर। तिमीहरू धेरै खिल्ली नउडाओ है मेरो। तिमीहरू जत्तिकै पढ्न पाएको भए म चिया पनि अंग्रेजीमा पिइदिन्थे। अब हुँदा पिउने पनि अंग्रेजीमै? कसरी नि? दसुरुप। माने बाबा माने। सुनिता तेरो फ्यामिली त साह्रै ह्याप्पी रहेछ। आई एम रियली इम्प्रेस्ड। हक्की छ हामी त नानी। मनमा जे आयो त्यो कुरा फ्याट भनिहाल्छौं। हेत्तेरिका फेरि यसले त दिक्कै पार्नी भएन। अब हक्की भनेको होइन के, ह्याप्पी भनेको ह्याप्पी। जे भने पनि मैले बुझे भइगयो नि। हो त हाम्रो आमाले बुझे भइहाल्यो नि। छोरी हो कहाँ हिँडेका तिमीहरू? पसल जान लागेका आमालाई खाना पुर्याउन। बढी जान्ने नहो है तिमीहरू। हामीले के गर्नु र बा जान्ने भएर? जान्ने भएर के गरे? स्कुल जानु पर्दैन? होइन के तालका छोरीहरू होलान्? पढ्नु उर्नु छैन, खाली कामै गरिरहेछ। कसैले नभए काम गर्ने भाका। कसले भने तिमीहरूलाई खाना पुर्याउनु भनेर? आमाले नि अरू कसले हुन्छ नि? कस्तो कुरा गर्छन् ह यिनीहरू। आमाले त जे पनि भन्छ नि। आमाको कुरा छोडिदिए तिमीहरू। अब ड्रेस लाउने, खुरुक्क स्कुल जाने। मैले उहाँ नाम लेखाइदिएको छु स्कुलमा। अनि भाइ खोइ? भाइ त स्कुल गयो। आरती, अनिशा, अब तिमीहरू पनि खुरुक्क ड्रेस लगाउने अनि स्कुल जाने। यसो फुर्सद भयो भने पसलमा सघाए हुन्छ, नत्र अबदेखि तिमीहरूको काम पढ्ने। कुरो बुझ्यौ? तिमीहरूको मैले हिजो मात्र नाम लेखाइदिएको छु स्कुलमा। अब कपी किताब चाहिँ स्कुलले नै दिन्छ। कुरो बुझेनौ? अब त हामी पनि स्कुल जाने है। हो त नि, अबदेखि हामी पनि स्कुल जाने। आरती, अनिशा, तिमीहरू स्कुल जाओ ड्रेस लाएर। यो आमालाई खाना म पुर्याउँछु। खैले अनि सुन, काल त चाहिँ राम्रोसँग लगाएर जाने नि। लगाउँछिस् तैँले। आरती त हेर है। ल म गएँ है त।